अब माइक्रोलिङलाई विश्वास गरेर यहाँसम्म आएर यहाँ सिक्न आउनुभयो। अब एक्सपिरियन्स कस्तो छ, अब भविष्यमा गएर यो सिकेर केही न केही त हामीले गर्ने सोचेर नै हामीले सिक्न आएको हो होइन। अब कहाँ कहाँबाट कोही पूर्वबाट कोही पश्चिमबाट आएर सिक्न आइरहेका छन्। अब यहाँबाट सिकेर भोलि गएर आफ्नो भविष्य निर्माण गर्नलाई कोही अब विदेशमा गएर रिपेयरिङ गर्न, यही फिल्डमा गएर रिपेयरिङ गरिएला, कोही चाहिँ आफ्नो पसल खोलेला, कोही अब आफ्नो जब गरिएला। अब यो जब यसको लागि चाहिँ हामीले एउटा प्लेटफर्म, एउटा वातावरण तयार गरेका छौँ। हामीले यो सिकेका छौँ, सिकाएको छौँ जस्तो लाग्छ। र यो सिकेको कुरालाई अब जब हामी आजको त हामी सर्टिफिकेट लास्ट डे भयो, तर यो आजबाट सुरु भएको छ हाम्रो जित्दै। आजबाट यो एक्सपिरियन्स अब रिपेयरिङमा अब यसमा आफूले रिपेयरिङमा आफूले स्टार्ट गर्दाखेरि कुनै बेला अब हामीले सिकेको कुरा पनि माइन्डमा नआइरहन सक्छ, कति पल्टाउनु पर्ने हुन्छ कहिलेकाहीँ होइन। कहिलेकाहीँ अब इन्टरनेटमा हेर्नुपर्ने हुन्छ, कहिलेकाहीँ इन्टरनेटमा हेर्दाखेरि पनि थाहा नभएको कुराहरूलाई हामीले मलाई गएर अब वाट्सएपमा कन्ट्याक्ट गरेर के प्रब्लम भइरहेको छ भनेर सोध्यो भने नि यसको हेल्पहरू पाइहाल्छ। वा कुनै बेला अब यहाँ आउन सकिने कन्डिसनमा पनि माइक्रोलिङमै आएर यहाँ सोध्न आयो भने हामीले बुझाइदिइहालेछौँ, सिकाइहालेछौँ। यसको अर्थ हाम्रो क्लास सक्यो भनेर भोलि फेरि अब सम्बन्ध टुट्ने होइन कि। अब हाम्रो सम्बन्ध झन् प्रगाढ हुनुपर्छ, झन् राम्रो हुनुपर्छ र सबैजनाले राम्रोसँग गरोस्, यो फिल्डमै राम्रोसँग काम गरोस्। अब गएर म 6 महिनापछि 1 वर्षपछि काम सुरु गर्छु भनेर बिर्सिन्छ, गर्न सकिँदैन। कुनै पसलमा त्यतिकै बसेर फ्रिल्यान्समा काम गर्ने वा फ्रीमा काम गर्ने गऱ्यो भने पनि आफ्नो एक्सपिरियन्स राम्रो हुन्छ। र यो त भयो हाम्रो ट्रेनिङको पार्ट भयो। अब हामीले ट्रेनिङ गर्दाखेरि अब कहिलेकाहीँ के हुन्छ, अब पसल कसरी खोल्ने, होलसेल सामान कहाँ हो, कति पैसा लिने भन्ने कतिपय कुराहरू त मैले पसलमा पनि भनिसकेको छु नि, के पसलमा पनि क्लासमा पनि भनिसकेको छु। र यसमा के हुन्छ भने चाहिँ कस्टमरलाई अब हामीले सबैभन्दा पहिला गुडविल कमाउनु पऱ्यो। रिपेयरिङ गर्दाखेरि गुडविल कमाउनु पऱ्यो। गुडविल कमाएपछि मात्रै हामी पहिला अनि त्यसपछि पैसा कमाउनु। सुरुमै धेरै पैसा भन्ने गऱ्यो भने अथवा कस्टमरसँग राम्रोसँग व्यवहार गरिएन भने कस्टमर हामीले जतिसुकै राम्रोसँग रिपेयरिङ गरे पनि हामीले धेरैसम्म टिकाउन सक्दैन पसल होइन। हामीले कस्टमरको मनलाई जित्न सक्नु पऱ्यो। त्यो मन जित्ने कसरी त भनेपछि 3-4वटा चिजलाई हामीले ध्यान दियो भने हामी मन जित्न सक्छौँ। एउटा रेगुलारिटी हुनु पऱ्यो भन्नु खोजेको। कस्टमरलाई रिपेयरिङ गर्दाखेरि पैसा भनिसकेपछि बनाइसकेपछि यो दिनमा आऊ भनिसकेपछि त्यो दिनमा दिन सक्नु पऱ्यो। जस्तो एउटा मोबाइल बनाउन आयो, तपाईँको भोलि हुन्छ भनेर भन्यो, भोलिसम्म हेरेकै छैन होइन, त्यो भयो भने समस्या हुन्छ। बरु उसलाई भोलि